हेलो साथीहरू, हेलो एभ्रिवान। म चाहिँ एउटा सानो ब्लग लिएर आइरहेको छु तपाईहरुको अगाडि। जो को के छ भन्दाखेरि चाहिँ आज चाहिँ बहिनीको बर्थडे थियो। अन्त हामीले चाहिँ गिफ्ट्सहरु के पनि ल्याएको थिएन। अन्त त्यही भएर फेरि बोलाउँछ कि बोलाउँदैन त्यो कन्फर्म पनि भएको थिएन। त्यही भएर फेरि अहिले बसिरहेको थियो। नानीहरूलाई चाहिँ त्यही ट्युसन छ र त्यही उयो के पढेर सिधै केक काटेर आउँछ होला भनेर सोचिरहेको थियो। तर काकीले फोन गरेर बोलायो हामीलाई। अन्त त्यही भएर चाहिँ त्यहाँदेखि हामी चाहिँ सानो गिफ्ट ल्याउनु गएको दिदी र म। अन्त त्यही भएर अहिले भेटौँ त साथीहरू। हामी चाहिँ म चाहिँ भर्खर घरबाट निस्केको हो। अन्त दिदीले चाहिँ स्कुटीमा लाँदैछ अलिक दोकान अलिक पर गिफ्ट पाउने जग्गामा। त्यही भएर गिफ्टहरू के किन्ने म तपाईँहरूलाई देखाउँछु नि है। बाई बाई, अहिले भेटौँ है त। हामी चाहिँ जान्छु दिदी बहिनी भन्दै घाट कहाँ गएको खाली हातै जाँदैछौँ हामी त। लाजै मार्छ लास्ट फेरि यसलाई हिँड ल्याउनुपर्छ भनेर फेरि दोकान लगेको। अब हामी चाहिँ जाँदैछौँ स्कुटी। नपाउनु है, पाउँछौँ यहाँ गिफ्टहरू पुरा बेच्छ नि त। हामी चाहिँ गिफ्ट दोकान। हेलो साथीहरू, हामीले चाहिँ गिफ्ट दोकानमा पुगेर पनि गिफ्ट पाएनौँ भनेको जस्तो एकदम उयो पायो हो। भएन अब तक्दै बजारै पुग्ने भयो। तर घरकै लुगामा आएको छ अनि यसले गर्दा पनि अघि हिँड भनेको पहिले दिउँसै मानेन। अब दुःख पायो। सक्दोमा पनि पाउँछ कि पाउँदैन। अब नपाउँछ होला वीरेन्द्र छ होला फेरि नवीरेन्द्र गइसक्यो न घर। वीरेन्द्रको त खोजिसक्यो घर फेरि। भगवान् बाटो कति हेर्नुहोस् हाम्रो बाटो कुदाउनेलाई एकदम साह्रो पर्छ। दुईजना हिँड्दैछ भने त पुरा साह्रो पर्छ। यस्तो म हल्लेको देखेर चाह पाएर बाटो कस्तो छ भनेर। हेलो साथीहरू, हामी चाहिँ आइपुग्यौँ वीरेन्द्र दोकान। मेरो दोकानमा चाहिँ पुरा घटाउँदैछ गाडी। भ्लगमा पनि सब्सक्राइब पनि गरिदिनु अरे के अरे उयसमा युट्युबमा फलो पनि गरिदिनु अरे हो। सामानमा पनि घटाएर केही छैन हेर्नु यहाँ। बेलुका हेर्नु ल। ओके। यी गिफ्टहरू चाहिँ पुरा आइटमहरू चाहिँ तर दामी दामी चाहिँ वीरेन्द्रको जे होस्। त्यत्रो टाढोबाट पनि वीरेन्द्रकोमा आइपुग्छ हामी जहाँबाट पनि सोचेर वीरेन्द्र दोकानमा घरकै लुगामा भए पनि वीरेन्द्र लैजाऊ। मलाई मन चाहिँ मेरो नेपाली हो। अयो बल्ल हामीले चाहिँ दोकान दुईटा दोकानमा उ गरेर चाहिँ बल्ल हामीले गिफ्ट पायौँ। एकदम महँगो दाम चाहिँ तर अलिक महँगो भन्दैछ। मन्जा गिफ्ट पायो मन्जा। खदा पनि दिनु ल। खदा दुईटा सिङ्गल हो सेतो निकाल्नु सेतो। अन्त गिफ्ट ऱ्याप गरिदिनु हुँदैछ दादाले। किन्नु हेलो साथीहरू, बल्ल बल्ल मेरो गिफ्ट प्याक गरिसकेँ। तपाईँहरूले अब गिफ्ट उयो गर्नु पायो भने चाहिँ यहाँ पनि नेम प्लेट पाउनुहुन्छ। यहाँ पनि आयो यस्तो हेरेको त दुईपट्टि नेम प्लेट टाल्दैछ। मलाई बदनाम गर्दैछ। कता कता लेख्नु यो नाम। ल्याउ साथीहरू, हामी चाहिँ गिफ्ट किनेर गएको। बाई 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 नेक्स्ट टाइम आउँछु ल। हुन्छ धन्यवाद। हामी चाहिँ यो किनेर फर्केको। अब सिधै बर्थडेमा भेट्यो पनि साथी पुरा ढिलो भयो। फोन गरेर बोलाक भयो कि साथीहरू। हामी चाहिँ घर फर्केको। अब चाहिँ घर भेट्यौँ त। अब बर्थडेमा सिधै भेट्यौँ है त। पुरा हतार भयो हो। फोन गरेर बोलाइसक्यो हामीलाई। है दिदी हो है भन्न हौ। ओके साथीहरू, अहिले बर्थडेमा भेट्यौँ है त। हेलो साथीहरू, हामी चाहिँ पुगे बल्ल बर्थडे घरमा। आया हामी चाहिँ पुगे बर्थडे घरमा। हेलो मेरो फुपू। हेलो हेलो
आएर भनेको चाहिँ हालिदिनु आयो ल अब चाहिँ केक कटिङ हुँदैछ हाम्रो बहिनीको केक कटिङ खै ह्याप्पी बर्थडे Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Kripa. Happy birthday to you. God bless you. May God bless you. Happy birthday. To you. हाम्रो फुपूले चाहिँ बहिनीलाई आशीर्वाद दिँदैछ केक कटिङ गरेर हाम्रो ठुलो दाबाले टिका लगाइदिँदैछ बहिनीलाई हाम्रो दादा हाम्रो चाहिँ दिबु दादा हो हाम्रो ठुलो सबसे ठुलो दाबा बाबाको सबसे ठुलो दाजु आशीर्वाद Theory लगाइदेन हेलो हामी चाहिँ के भन्छौ हामी सबैजना हेलो हेलो हामी चाहिँ खाना खानु बसिरहेको छु अब हाम्रो खानाको सेसन अब चाहिँ बर्थडे सक्यो खाना सुरु खाना बट्टा बट्टा हम चाहिँ खाना खाएको हेलो साथीहरू बल्ल अब यति बेला आइपुग्यो हामी रात परेर हो अन्त भिडियो गर्नु पनि पाएन निस्किँदाखेरि किनकि पुरा अँध्यारो थियो त्यही भएर अब चाहिँ सुत्न आँटेको त्यही भएर गुड नाइट बाई बाई सबैजनालाई भर्खर घर आइपुगेर अब म चाहिँ सुतेको